हेलो साथीहरू नमस्कार। मेरो फर्स्ट मिनी भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हामी जेठमम्मीको मकैबारीमा तोरीको साग उम्रिएको छ, त्यही टिप्न जान लागेको। अनि जाँदा जाँदै बाटोमा चाहिँ यो प्याजबारीमा यो चरी अम्लीको बुट्टा देखेँ कि यो चाहिँ अस्ति भर्खर मैले फेसबुकमा देखेको थिएँ, एकदमै महँगोमा बिक्री हुन्छ भनेर। हाम्रो नेपालमा त खासै यसको मूल्य छैन। अनि उहाँ फर्स्टमा देखिनु भएको चाहिँ हाम्रो फुपू हुनुहुन्छ, अनि यता मम्मी आन्टी, अनि यता फेरि जेठी मम्मी र कान्छी आन्टीले टिप्दै हुनुहुन्छ साग। अलिक बाक्लो थियो अनि टिपेर लास्टमा बनाएको भिडियो हो। अनि मैले चाहिँ यति टिपेँ। सागमा चाहिँ किरा लागेको थियो, त्यही पनि टिपिहाल्यौँ। किरा चाहिँ खासै देखेको थिइनँ, खाएको मात्रै देखेको थियो। अनि साग टिप्दै चाहिँ पानी आउला जस्तो भयो, अँध्यारो भयो। अनि त्यही पनि मैले भिडियो क्लिक गरिहालेँ। यो चाहिँ हाम्रो जेठा बुवाको टनेल खेती हो। यहाँ चाहिँ आधा तरकारी रोपिसक्नु भएको छ, आधी लगाउँदै हुनुहुन्छ। आजलाई यति नै साथीहरू, धन्यवाद।